नमस्कार। म आज तपाईहरु समक्ष बुद्धिचानक नीतिशास्त्रको भाषा श्लोक वाचन गर्न गइरहेको छु। मैले श्लोकहरूलाई देखाएको पनि छु र म वाचन पनि गर्नेछु। यसलाई तपाईहरुले सुनिदिनु हुनेछ भन्ने म विश्वास पनि राख्दछु। श्लोकहरू यस प्रकार रहेका छन्। त्रैलोक्यनाथ हरिजीलाई श्रीले नमस्कार गरी भक्ति पाई। शास्त्रार्थको सार फिजी कीर्तिधर छन्। चाणक ऋषिराज नीति कहन्छन्। यो शास्त्रको तत्त्व बुझेर जसले लेला असल धर्म अधर्म त्यसले। जान्ने शुभ शुभ विचार गर्ने होला पुरुषो सब ताप हरने। मनुष्यको वेश हित गर्नलाई यो शास्त्र नीति अहिले बताई। यो शास्त्रको वृद्धि गरी बढाई गर्नेछ माता सरी त्यसलाई। चाणक ऋषिले उपदेश गरेको मूढ बुद्धि नाश गर्न अघि सरेको। यो शास्त्रले बुद्धि बहुत तिखारी सर्वज्ञ होला मूढ भाव बढारी। मूढलाई शिक्षा दिनु कुस्त्रीलाई पोषक शत्रुसँग मित्रलाई। व्यर्थै छ यो काम तिन जात गर्ला पण्डित होस् तापनि दुःख पर्ला। बौला नसबाज भुजङ्ग हात्ती स्त्री राजकुलदेखि नजिक नजाती। विश्वास यिनको कहिल्यै नमान्नु आफ्ना भए भक्ति यो नठान्नु। बैरी सितैको पनि सँग कस्तो रुखमा निदाए हुँदी हुन्छ जस्तो। रुखदेखि गिर्दा पनि चोट लाग्छ बैरी सधैँ छिद्र बहुत ताक्छ। धन प्राप्तिमा शास्त्र विनोद महा खाँदामा भो व्यवहार महा। लजाउने मानिसलाई कति मिल्दैन सुख छाड्नु लाज जति। माता पितादेखि बड अरू कुन संसारमा जान्नु बड गुरु हुन्। संसार नदीदेखि उतारी पारी दिन्छन् गुरुले सहजै उतारी। विद्या कुरूपीहरूको रूपै हो क्षमा अति रूप तपस्वीकै हो। शब्दै स्वरूपीहरू कोकिलै हो नारी धर्म मुख्य पतिव्रतै हो। त्यस्तै अर्को छ। विद्या सरी बन्धुहरू हुँदैन रोग व्याध सरी शत्रु पनि त छैन। छैनन् प्यारा पनि पुत्र जति देउता बिना बल पनि छैन कति। परदेशका सङ्गी शास्त्र नै हुन् घरका सङ्गिनीहरू सुन्दरी हुन्। रोगीहरूको सुख औषधि हो